नमस्ते सबैजनामा। आज फेरि हामी पनि आइसकेका छौँ एप्पल लोकसेवाबाट। एप्पल लोकसेवामा चाहिँ हामीले अप्राविधिक तर्फ नन टेक्निकल भन्छ इङ्ग्लिसमा, अप्राविधिक तर्फ चौथो र पाँचौँ तहको लागि जुन हाम्रो प्री क्वालिफाइङ एक्जाम हुन्छ, प्री क्वालिफाइङ एक्जाम त्यसलाई हामीले नेपालीमा पूर्व योग्यता परीक्षा भन्छौँ होइन, विभिन्न सङ्घ संस्थानको लागि त्यो परीक्षाको लागि चाहिँ हामीले तयारी सुरु गरिसकेका छौँ। तपाईँहरू पनि जोडिनुहोस् र त्यसै विषयमा चाहिँ हामीले यहाँ केही प्रश्नहरू तपाईँहरूको अगाडि राखेका छौँ र यो चाहिँ निकै नै महत्त्वपूर्ण डाटा पनि हो। ल आउनुहोस् है त हेरौँ यसलाई। अब यहाँ एउटा प्रसङ्ग राखिएको छ होइन, अस्कर एवार्डको बारेमा। यो पनि निकै नै महत्त्वपूर्ण प्रसङ्ग हो होइन, किन भन्दा यो वर्षै पछि चेन्ज भइरहेको हुन्छ कि वर्षै पछि। अब 24 आयो, 2024 थियो, 25 आयो, 25 पछि 26 आयो, 26 आयो भने चाहिँ डाटा चेन्ज भइहाल्यो कि। यो डाटालाई पनि तपाईँहरूलाई हामीले सम्झिनलाई निकै नै सजिलो गराउनेछौँ। तपाईँहरू देख्न सक्नुहुन्छ उत्कृष्ट फिल्म, जुन यो फिल्म हुन्छ होइन, यो फिल्मको एवार्ड हो होइन। उत्कृष्ट फिल्मको लागि या त्यसपछि बेस्ट फिल्मको लागि कसलाई दियो भनेर 2026 मा तपाईँलाई सोध्न सक्छ। तपाईँले अगाडि देख्न सक्नुहुन्छ स्क्रिनमा वान ब्याटल आफ्टर अनदर। वान ब्याटल आफ्टर अनदर भने चाहिँ तपाईँले के बुझ्नुहोस् भन्दाखेरि 2026 चाहिँ एकदमै इम्पोर्टेन्ट छ कि। 2026 किन इम्पोर्टेन्ट छ भन्दाखेरि फिफा वर्ल्ड कप पनि छ होइन। फिफा वर्ल्ड कप भने चाहिँ एउटा एकदमै ऐतिहासिक एउटा गेमहरूको चाहिँ एकदमै राम्रो मञ्च हो होइन, फुटबलको राम्रो मञ्च छ। त्यही भएर यो एकदमै वान एउटा सबभन्दा लेटेस्ट कम्पिटिसन हो। त्यही भएर हामीले के बुझ्न सक्छौँ भन्दाखेरि 2026 स्पेसल छ। त्यही भएर 2026 मा चाहिँ के हुन्छ, एउटा वान ब्याटल हुन्छ कि, वान ब्याटल, ONE, 1 BATTLE ब्याटल, एउटा ब्याटल छ। एउटा ब्याटल भने चाहिँ हामीले फिफासँग पनि जोड्न सक्छौँ होइन 2026 लाई। त्यही भएर वान ब्याटल आफ्टर अनदर। अनि हामीले फुटबलमा के बुझ्छौँ भन्दाखेरि एउटा ब्याटल त हुन्छ होइन, एउटा ब्याटल हुन्छ। पहिला सुरुमा ग्रुप स्टेज हुन्छ, ग्रुप स्टेज भइसकेपछि राउन्ड अफ 32 हुन्छ, 16 हुन्छ, त्यसपछि क्वार्टर फाइनल हुन्छ, सेमी फाइनल हुन्छ, फाइनल हुन्छ। त्यही भएर ब्याटलसँग जोड्नुहोस् के, एउटा टिमले अर्को टिमसँग ब्याटल गर्छ। त्यही भएर हामीले कहिले पनि बिर्सिनु हुन्न। 2026 भन्ने बित्तिकै फिफा त भइहाल्यो। फिफा हुने बित्तिकै हामीले के बुझ्नु पर्यो, टिमहरू सबै ग्रुप स्टेजबाट अगाडि आउँछन्, त्यसपछि राउन्ड अफ 32 खेल्छन्, 16 खेल्छन्, त्यसपछि उनीहरू क्वार्टर फाइनल खेल्छन्, सेमी फाइनल खेल्छन् भने चाहिँ ब्याटल गरे गर्छन् कि एक आपसमा। त्यही भएर हामीले 2026 को मुभी पनि त्यस्तै नै बनेको छ भनेर हामीले सम्झिन सक्छौँ है। त्यसपछि हामीसँग अर्को रहेको छ होइन, उत्कृष्ट अभिनेत्री भनेर। उत्कृष्ट अभिनेत्री भनेर जेसी बक्ली भन्छ होइन, हाममेरिट भन्नेबाट उहाँले चाहिँ खेल्नु भएको थियो आफ्नो रोल। यहाँबाट हामीले के बुझ्न सक्छौँ भन्दाखेरि जेसी भनेर सम्झिन सक्छौँ कि जेसी भने चाहिँ हामीले के बुझ्नुपर्छ भन्दाखेरि यो 2026 मा चाहिँ हामीले के बुझ्नु पर्यो भन्दाखेरि 2026 मा जेसीबीलाई पनि हामीले जोड्न सक्छौँ कि। 2026 मा हामीले जेसीबी को कुराहरू पनि जस्तै मानौँ विभिन्न कुराहरू विभिन्न रूपमा पनि भेट्न सक्छौँ होइन। त्यही भएर 2026 मा चाहिँ जुन एउटा रोल प्ले गर्नु थियो होइन, एउटा एक्ट्रेस भएर उहाँले चाहिँ जेसीबाट नाम चाहिँ राख्नुभएको थियो होइन, जेसी बोक्ली भन्ने नाम थियो। जेसीबीबाट पनि सक्नुहुन्छ, जेसीबी होइन। अर्को भनेको उत्कृष्ट अभिनेता भनेर लेखेको छ होइन, माइकल बी जोर्डन भन्छ होइन, माइकल बी जोर्डनलाई हामीले कसरी जोडौँ भन्दाखेरि जस्तै अब विश्वकप त छ, विश्वकप भइरहेछ होइन। विश्वकपमा अब तपाईँको नाइकी देख्नुहुन्छ, NIKE नाइकी, एडिडास देख्नुहुन्छ, जोर्डनको पनि त लगाउँछन् नि प्लेयरहरूले टी सर्टहरू होइन। जोर्डनको पनि टी सर्टहरू एकदमै महत्त्वपूर्ण हुन्छ होइन, एकदमै राम्रो ब्रान्ड हो। त्यही भएर हामीले के बुझ्न सक्छौँ, अभिनेता चाहिँ जोर्डन रहेछन् भनेर पनि बुझ्न सक्छौँ है। यसलाई याद गरौँ है त, सबैलाई याद गरौँ होइन। फर्स्टमा चाहिँ के बुझौँ भन्दाखेरि 2026 छ। 2026 छ भने चाहिँ हामीले के बुझ्नुपर्छ भन्दाखेरि 26 मा फिफा आयो, 2026 मा फिफा आयो। फिफा भनेपछि हामीले विश्वकप भनेको एउटा राम्रो ब्याटल हो, एउटा ब्याटल हो। त्यो ब्याटल चाहिँ एक पछि अर्को टिमको ब्याटल हुन्छ। त्यही भएर वान ब्याटल आफ्टर अनदर बुझ्न सक्छौँ। अर्को फेरि अब जुन हाम्रो अभिनेत्री हुनुहुन्छ होइन, अभिनेत्रीको बारेमा चाहिँ अभिनेत्रीलाई तपाईँले जेसीबीसँग जोड्नुहोस् कि। जेसीबी जुन चाहिँ एउटा के हुन्छ, स्ट्रङ हुन्छ, स्ट्रङ। किन भन्दा फिमेल भएर एउटा स्ट्रङ हुनुपर्छ। त्यही भएर जेसी भनेर पनि सम्झिन सक्नुहुन्छ अभिनेत्रीलाई। अर्को फेरि जुन अभिनेता थिए होइन, एक्टर भन्छ, एक्टरको बारेमा तपाईँले के बुझ्न सक्नुहुन्छ भन्दाखेरि फिफा चलिरहेको, फिफामा चाहिँ नाइकी हुन्छ, एडिडास हुन्छ, जोर्डन भन्ने पनि त एउटा राम्रो ब्रान्ड हो नि त होइन र। त्यही भएर जोर्डन पनि एउटा राम्रो कम्पनी हो। त्यही भएर हामीले जोर्डनले पाउनु भएको थियो भनेर पनि हामीले सम्झिन सक्छौँ। त्यस्तै गरेर तपाईँहरूले अर्को पनि देख्न सक्नुहुन्छ यहाँ विभिन्न होइन उत्कृष्ट निर्देशक को हुनुहुन्थ्यो होइन। उत्कृष्ट निर्देशक भनेको पल थोमस एन्डरसन भन्छ होइन, वान ब्याटल आफ्टर अनदर। पल थोमस एन्डरसन भनेपछि हामीले पल भनेर सम्झौँ है त। पललाई हामीले कसरी सम्झिन सक्छौँ भन्दाखेरि पोल भनेर सम्झिन सक्छौँ कि। पोल है, पोल। किन भन्दा डाइरेक्टर भइसकेपछि जुन एउटा तपाईँको निर्देशक हुन्छन् होइन, क्रिएटर भन्छौँ हामीले होइन, उहाँले के गर्नुपर्छ भन्दा एउटा पोल जस्तै सबैलाई हेर्नुपर्छ कि, पोल जस्तै सबैलाई हेर्नुपर्छ। त्यही भएर हामीले पल भनेर सम्झिन सक्छौँ। यसलाई तपाईँहरूले याद गर्नुहोस् कि, एउटा इमेज याद गर्नुहोस् कि, इमेज, एउटा फोटो बनाउनुहोस् कि, फोटो। जस्तै तपाईँहरूले तपाईँको एक्जाममा अस्कर भनेर आयो भने अस्कर भने चाहिँ सम्झिनुहोस् फिफा। 2026 मा फिफा आयो, एउटा कन्ट्रीले अर्को कन्ट्रीसँग ब्याटल खेल्छ, जित्छ, अगाडि जान्छ, एक अनदरसँग खेलिरहेको हुन्छ। त्यही भएर वान ब्याटल आफ्टर अनदर भयो। अर्को दोस्रोमा हामीले के सम्झिन सक्छौँ, जुन अभिनेत्री हुनुहुन्छ होइन, फिमेल एक्ट्रेस हुनुहुन्छ, उहाँ चाहिँ के हुनुहुन्छ त, स्ट्रङ हुनुहुन्छ, जेसीबी जस्तै हुन्छ। त्यही भएर जेसी भनेर सम्झिन सक्नुहुन्छ। तेस्रोमा तपाईँहरूले के देख्न सक्नुहुन्छ, जुन एउटा एक्टर हुनुहुन्थ्यो, एक्टरमा चाहिँ हामीले के बुझ्न सक्छौँ भन्दाखेरि फिफामा धेरै ब्रान्डहरू छन्। ब्रान्डहरूमा चाहिँ जोर्डन भन्ने पनि एउटा राम्रो ब्रान्ड हो होइन, माइकल जोर्डन भन्ने पनि हुनुहुन्थ्यो
एकजना राम्रो व्यक्ति होइन, उहाँबाट पनि तपाईँले सम्झिन सक्नुहुन्छ। अर्को फेरि हामीले के बुझ्न सक्छौँ, जुन निर्देशक हुनुहुन्थ्यो होइन, जुन चाहिँ क्रिएटर हुनुहुन्थ्यो, जुन चाहिँ बनाउने मान्छे हुनुहुन्थ्यो, बनाउने मान्छे के हुनुपर्छ त एउटा पोल जस्तो हुनुपर्छ। यो पोल पुरै जताततै लाइट दिने होइन, जताततै हेर्ने पोल जस्तो भइसकेपछि हामीले के बुझ्न सक्छौँ, उहाँको नामलाई चाहिँ पल थोमस भनेर बुझ्न सक्छौँ। पल थोमस यस्तै नै हो होइन। यसपछि तपाईँहरूले अरू पनि पढ्नु होला यहाँ होइन, निकै महत्त्वपूर्ण कुराहरूलाई हामीले यहाँ प्रसङ्गमा जोड्यौँ होइन। त्यसपछि अरू कुराहरू तपाईँहरूले के बुझ्नु पर्यो भन्दा 2024मा कुन थियो त, 24मा कुन थियो र 25मा कुन थियो होइन। 25मा चाहिँ अनुरा भन्ने थियो होइन, अनुरा। 25मा अनुरा भनेपछि तपाईँहरूले के बुझ्न सक्नुहुन्छ भन्दा 26मा त फिफा आयो, फिफामा ब्याटल भयो, ब्याटल एउटा टिमको ब्याटल अर्को टिमको ब्याटल, त्यही भएर वान ब्याटल आफ्टर अनदर। तर 25मा के भयो त, 25मा हामीले के बुझ्न सक्छौँ भन्दाखेरि 25मा अनुरा भनेर लेखेको छ, अनुरा। 25मा अनुरा भनेपछि हामीले के बुझ्न सक्छौँ भन्दाखेरि अनुरा भनेपछि अँध्यारोसँग जोड्न सक्छौँ कि, किन भन्दा अब वान ब्याटल हुनेवाला छ। अब 26मा त ब्याटल हुन थाल्यो, ब्याटल हुन थाल्यो भनेपछि अनुरा भनेपछि अँध्यारोसँग पनि हामीले केही प्रसङ्ग जोड्न सक्छौँ होइन। एबाट आउँछ भनेर पनि बुझ्न सक्नुहुन्छ, एबाट आयो 25मा। त्यसपछि 24मा कुन थियो भन्दाखेरि 24मा ओपन हाइमर थियो कि, ओपन। यसलाई एउटा प्रसङ्ग जोडौँ होइन, 2024 भनेर मैले यहाँ लेखेँ होइन, 24, 2025 लेखेँ, त्यसपछि मैले यहाँ 2026 लेखेँ है त, 2026। पहिला सुरुमा के बुझौँ भन्दाखेरि 26मा त ब्याटल गर्ने हो, BATTL ब्याटल गर्ने हो। ब्याटल गर्नको लागि के चाहिन्छ, अनुरा। अब मान्छे के हुनु पऱ्यो, एकदम अनुरा, अँध्यारो चाहिँ हुनु भएन होइन, एकदम एक्टिभ हुनु पऱ्यो। त्यसपछि अर्को के बुझ्नु पऱ्यो, ओपन पनि हुनुपर्छ कि, ओपन। पहिला सुरुमा ओपन भयो मान्छे, ओपन भइसकेपछि अनुरा भयो। अनुरा भनेपछि हामीले अँध्यारोसँग बुझ्न पनि सक्छौँ होइन, अँध्यारो हुनुहुन्न भनेर पनि बुझ्न पायौँ, अँध्यारो हुनुहुन्न होइन, अनुरा। त्यसपछि हामीले लास्टमा चाहिँ के गर्छौँ, मान्छे ब्याटल खेल्न जान्छ, त्यही भएर 26 सम्झिन सक्छौँ होइन। 24, 25, 26 सिक्वेन्समा सम्झिन सक्नुहुन्छ। 24मा ओपन भयो मान्छे, अलि खुल्ला भयो, अलि ओपन भयो, पुरा बुझ्यो यताउति ट्याकटुक, आई हेभ टु ब्याटल, मैले ब्याटल गर्नुपर्छ भन्ने बुझ्यो। त्यसपछि मान्छेले के गर्यो, अनुरा भनेपछि अँध्यारो। या त्यसपछि अब के त भने जस्तो तपाईँले एबाट सम्झिन सक्नुहुन्छ होइन। अब के गर्यो नि त, ओपन भएपछि त्यसपछि बल्ल के गर्यो त, ब्याटल गर्यो, त्यही भएर वान ब्याटल आफ्टर अनदर भनेको 26को थियो है। त्यसपछि नेपालबाट 2026को लागि जुन छनौट भएको थियो त्यो चाहिँ एन्जिला थियो, एन्जिला है, एन्जिला। तपाईँको कोही साथी हुनुहुन्छ एन्जिला भने उहाँलाई ट्याग गर्नुहोस् होइन, एन्जिला भन्ने थियो है, एन्जिला। नेपालबाट चाहिँ एन्जिला थियो। अब नेपालबाट सम्झिनको लागि अहिले 2026 भनेको चलिरहेकै वर्ष हो होइन, भनेपछि एन्जल भनेर सम्झिन सक्छौँ कि, एन्जल। नेपालबाट चाहिँ एउटा एन्जल जस्तो कोही मान्छे चाहिँ एकदम, एन्जल भनेपछि अब एउटा परी जस्तै पनि हामीले सम्झिन सक्छौँ होइन। त्यही भएर अलि विशेष भएको भएर चाहिँ यो नाम गयो अगाडि, उसको लागि, अस्करको लागि भनेर पनि हामीले सम्झिन सक्छौँ। त्यसपछि हामीले अर्को समग्रमा 2026 अस्करमा सबभन्दा धेरै चाहिँ वान ब्याटल आफ्टर अनदरले जितेको भनेर पनि प्रसङ्ग तपाईँसँग जोडेका छौँ। वान ब्याटल आफ्टर अनदरले 6वटा एवार्ड जितेको छ, 6वटा एवार्ड। 2026 6वटा एवार्ड भनेर सम्झिन सक्नुहुन्छ। 2026बाट 6 लेख्नुहोस्, 2026बाट 6 लेख्नुहोस्, 6वटा एवार्ड जितेको थियो। अनि तपाईँहरूलाई कस्तो लाग्यो यो ट्रिक होइन, त्यसपछि लाइक गर्नुहोस्, कमेन्ट गर्नुहोस् अनि सेयर गर्नुहोस्, अनि त्यसपछि आफ्नो फिडब्याक दिनुहोस्। हाम्रो क्लाससँग जोडिनुहोस्। हामीले चाहिँ नन टेक्निकल तर्फ चाहिँ जुन हाम्रो पूर्व योग्यता परीक्षा हुन्छ 4औं र 5औं तहको लागि, त्यसको चाहिँ हामीले क्लासेसहरू सञ्चालन गरिसकेका छौँ। हामीसँग जोडिनुहोस्, आउनुहोस्। त्यसपछि यस्तै कुराहरू तपाईँले पाउन सक्नुहुन्छ। थ्याङ्क यू।